नमस्ते दर्शकबिन, तपाईलाई फेरि पनि स्वागत छ मेरो फार्मिङ खबर युट्युब च्यानलमा। यो चाहिँ मैले भनेको अलि धेरै भयो हैन, हामीले खोरमा पनि नहालेको, अनि त्यही भएर मैले तपाईहरुले भिडियो अपलोड गर्न चाहिँ पाएको थिइन। त्यही भएर आज चाहिँ भनेको यो खोर चाहिँ अब हाम्रो एकदम अब औषधि हानेर पनि विषादी युक्त पनि भइसकेको छ हैन। युक्त भनौं कि मुक्त भनौं हैन। अब चाहिँ यहाँनेरि भनेको चाहिँ अब हामीले हाल्नको लागि रेडी भएको छ। यो लगभग 1 महिना भइसक्यो होला। यो 1 महिना भएको छैन, भयो नि 21-22 दिन भयो होला। अनि अहिले चाहिँ हाम्रो खोरमा चाहिँ सबै हामीले औषधिहरु सबै छर्किसकेर यहाँनेरि भनेको हेर्नुहुन्छ अब सुना हैन, सबै चाहिँ हामीले हालिसकेर अनि अब यो खोरलाई हामीले अब त्यहाँबाट बार लगाएर यहाँनेरि भनेको एउटा अब बार हुन्छ नि, एउटा पार्टिसन हो त्यस्तो लगाएर चाहिँ अनि हामीले चल्ला यताबाट 1000 उताबाट 1000 हाल्दै आउने छौं एकैचोटी। अनि हेर्न सक्नुहुन्छ हाम्रो बिचमा चाहिँ रहेको छ बेड भनौं न, अब हामी त्यो सुत्ने भनेको चाहिँ त्यहाँ हो। अनि हेर्नुहुन्छ पर हिल ट्याङ्क ड्रम त्यो भनेको हामीले फिल्टर बनाएको छौं आफैले। अनि बत्तीहरु भनेको जोडिराखेकै छ, सबै अगाडिकै स्थानमा छ। अनि अब चाहिँ हाम्रो लगभग 1-2 दिनमा चाहिँ सबै आउने हुन्छ, चल्लाहरु आउँछ। अहिले चाहिँ हामीले भनेको यहाँनेरि औषधि छर्केर सबै वरिपरि हामीले बारेका थियौं, सबै प्लान्टेसन थियो। अब यो हामी खोल्छौं, खोलिसकेर हामीले यहाँको लागि चाहिँ भनेको यसले पार्टिसन लगाएर अनि बुसुस छर्केर सबै उताबाट पनि छ, धेरै छन् यस्तो। अनि पार्टिसन लगाएर हामीले 1-1000 जति यताबाट 1000 आउँछ, उताबाट परबाट 1000 आउँछ। अनि यो भनेको फिल्टर भइहाल्यो, हिल ट्याङ्कमा फिल्टर जोडेको हामीले त्यस्तै छ। अब चाहिँ म तपाईहरुलाई अपडेट भनेको चाहिँ अब त्यही हालेकै अपडेट, तर अहिले फेरि अब औषधि हान्न पनि नदिने भएर पुरै एकछिनमा घाम लाग्ने एकछिनमा पानी पर्ने भएकोले सब यस्तो हरियाली भन्दा पनि यो सबै भएको छ, फोहोर भएको छ। यसलाई चाहिँ हामी भोलितिर घाम लाग्यो भने औषधि छर्किन्छौं अनि हाल्ने छौं। हेर्न सक्नुहुन्छ है, पुरै खोर अहिले त खाली छ। हेर्न सक्नुहुन्छ है, खोर चाहिँ पुरै खाली छ अहिले। अनि औषधि पनि हामीले सबमा वरिपरि नै लाएको छौं। अगाडि चाहिँ भनेको ग्याप अब किन हाल्नु भएन भन्नुहुन्छ भने भनेको चाहिँ यहाँ चाहिँ अलिकति नफस्टाउने भएर भए केही रोग हो कि भनेर चाहिँ अनि हामीले यसलाई चाहिँ ग्याप राखेर लगभग हाम्रो चाहिँ 1 महिनाको ग्याप राख्ने इच्छा थियो। तर अब डाक्टरहरुले भने अनुसार, भेटनरी डाक्टरहरुले भने अनुसार चाहिँ अब हुन्छ, अब हाल्दाखेरि हुन्छ भनेर उनीहरुलाई लिएर चाहिँ यहाँ जाँच गराउँदाखेरि अब चाहिँ हुन्छ, बास्ना आएको छैन यदि भनेर चाहिँ अनि त्यही भएर हामीले अब हाल्न लागिरहेका छौं। हेर्न सक्नुहुन्छ खोर चाहिँ पुरै खाली छ, विरक्त लाग्दो छ नि। हस् त हजुर। अनि अब औषधिहरु पनि हाम्रो आइसकेको छ सबै थोक। अब त्यो औषधिको चाहिँ म तपाईहरुलाई डिटेल्समै भोलि बताउने अर्को भिडियोमा लाउने छु।